नमस्ते। आज हामी नेपाली राष्ट्रिय क्रिकेट टोलीको पेस बलिङ बारे अलि गहिरो कुराकानी गर्दैछौँ। एउटा प्रश्न छ नि, आजकल अनुभवी सोमपाल कामी कि उदीयमान नन्दन यादव? अ, यो अहिले एकदमै तातो बहसको विषय बनेको छ नेपाली क्रिकेटमा। हामीले हेरेका विश्लेषणहरू पनि यही वरिपरि नै घुमेका छन्। हो, एकातिर सोमपालको त्यो लामो अनुभव, 100 भन्दा बढी विकेट, अर्कोतिर नन्दनको भनौँ न अहिलेको एकदमै राम्रो फर्म। के नन्दनले सोमपाललाई विस्थापित गर्न सक्ने अवस्था आइसक्यो त? विश्लेषणहरू के भन्छन्? हेर्नुहोस्, यो सोझो प्रतिस्थापनको कुरा मात्रै होइन जस्तो देखिन्छ। सोमपालको पक्षमा तर्कहरू बलिया छन्। उहाँको त्यो 100 विकेट भनेको सङ्ख्या मात्र होइन, त्यो त अनुभव हो, विश्वसनीयता हो। अँ मतलब दबावमा खेल्न सक्ने क्षमता। हो, ठ्याक्कै। विश्लेषणहरूले त्यही कुरालाई बढी जोड दिएका छन्। ठूला खेलहरूमा प्रेसरको बेलामा विकेट लिने क्षमता, डेथ ओभरमा त उहाँको विशेषज्ञता नै भयो नि। हो, त्यो त छँदैछ। युएई, नेदरल्यान्ड्स, हङकङ विरुद्धका खेलहरूमा उहाँले देखाएको प्रदर्शन त्यो त महत्त्वपूर्ण छ एकदम। अनि उहाँको बलिङमा भेरिएसन पनि छ। यर्कर, स्लोवर बलहरू अझ ब्याटिङबाट पनि योगदान दिन सक्ने। त्यो युएई विरुद्धको 40 रनको पारी याद छ नि? त्यो पनि हो। टोलीमा एउटा सिनियर खेलाडीको भूमिका, त्यो अनुशासन, यो सबै सोमपालको पक्षमा जान्छ। तर अर्को पाटो पनि हेर्नुपर्छ, नन्दन यादव। हो, अब नन्दनको कुरा गरौँ। उहाँको अहिलेको फर्म कस्तो छ? विश्लेषणले के देखाउँछ? नन्दनको सबैभन्दा बलियो पक्ष नै अहिलेको फर्म हो। प्राइम मिनिस्टर कप भयो, अरू घरेलु टी20 प्रतियोगिताहरू भए, उहाँले लगातार राम्रो गर्नुभएको छ। विकेट पनि लिनुभएको छ, रन पनि रोक्नु भएको छ। मतलब किफायती बलिङ। हो, किफायती पनि अनि विकेट लिने क्षमता पनि। उहाँमा त्यो युवा जोश छ, ऊर्जा छ, त्यसले टिममा एउटा नयाँ डाइनामिक्स ल्याउन सक्छ। प्राविधिक रूपमा नि गति र नियन्त्रणको कुरा कस्तो छ? प्राविधिक रूपमा उहाँलाई सशक्त मानिएको छ। राम्रो गति छ अनि त्यो गतिसँगै नियन्त्रण पनि छ। यो दुर्लभ संयोजन हो नि। त्यो त हो। अनि अर्को कुरा, उहाँ पावर प्लेमा पनि बलिङ गर्न सक्नुहुन्छ, बीचको ओभरहरूमा पनि। त्यो अनुकूलन क्षमता राम्रो देखिन्छ अनि स्वभाव पनि अलि शान्त खालको छ अरे, जुन युवा पेसरमा कमै पाइन्छ। यसले त भविष्यको योजनालाई पनि सङ्केत गर्छ होला नि। नयाँ पुस्ता तयार पार्ने रणनीति अन्तर्गत हेरिएको हो कि? पक्कै पनि। विश्लेषणहरूले त्यसलाई पनि छुटाएका छैनन्। हरेक टोलीले भविष्य हेर्नै पर्छ। नन्दनलाई त्यही भविष्यको लगानीको रूपमा हेरिएको छ। एउटा रमाइलो कुरा, एक ठाउँमा गरिएको काल्पनिक अङ्क तुलनामा दुवैले बराबर अङ्क पाएका थिए रे। साँच्चै? भनेपछि त यो छनौट कति गाह्रो छ भन्ने देखियो नि। हो, गाह्रो छ। यसले के देखाउँछ भने यो एउटा विरुद्ध अर्को भन्दा पनि दुवैको महत्त्व कति छ भन्ने हो। त्यसो भए विश्लेषणको निष्कर्ष चाहिँ कतातिर गयो त? सोमपाल नै कि नन्दनलाई मौका? निष्कर्ष अलि सन्तुलित खालको छ। मतलब सोमपालको अनुभव खास गरी ठूला खेल र दबावमा अझै पनि चाहिन्छ। उहाँको विकल्प तत्काल खोज्ने भन्दा पनि नन्दनलाई तयार पार्दै लैजाने। हो, त्यस्तै। नन्दन जस्तो प्रतिभालाई अब अन्तर्राष्ट्रिय एक्सपोजर दिनुपर्छ। उहाँलाई बिस्तारै टोलीमा ल्याउने, ग्रुम गर्ने, तत्काल प्रतिस्थापन होइन कि एक किसिमको सहकार्य वा क्रमिक जिम्मेवारी हस्तान्तरण। जस्तो कि सोमपालले नेतृत्व लिने, नन्दनले सिक्दै जाने खालको मोडेल। सायद त्यस्तै केही। यसले नेपाली पेस आक्रमणलाई झन बलियो बनाउँछ। अनुभव पनि भयो, नयाँ जोस पनि। दुवैको सन्तुलन। निकै रोचक विश्लेषण रहेछ। यसले स्थापित खेलाडी र उदाउँदो प्रतिभा बीचको त्यो नाजुक सन्तुलन कसरी मिलाउने भन्ने देखाउँदो रहेछ। हो नि, अन्ततः लक्ष्य त नेपाली क्रिकेटको पेस बलिङलाई बलियो बनाउने नै हो, चाहे त्यो सोमपालको अनुभवले होस् वा नन्दनको जोसले। आजको छलफलबाट हामीले यो द्वन्द्वका दुवै पाटालाई हेर्यौं। अब श्रोताहरूलाई पनि एउटा प्रश्न छोडेर जाउँ न त। कुनै पनि टोलीले यस्तो अवस्थामा, मतलब नयाँ प्रतिभालाई ठाउँ दिँदा अनुभवी खेलाडीको योगदान र विरासतलाई कसरी सम्मान गर्दै अघि बढ्न सक्छ? अनुभवबाट नयाँमा जिम्मेवारी सार्ने सबैभन्दा राम्रो तरिका के होला? सोचौँ है त।